हामी नेपाली जनता सधैँ परिवर्तनको पक्षमा छौँ र रहनेछौँ। राणा शासन विरुद्धको आन्दोलनदेखि प्रजातन्त्रको स्थापनासम्म प्रमुख भूमिका खेल्नको लागि हामीले विक्रम सम्वत 2007 सालमा नेपाली काङ्ग्रेसलाई साथ दिएकै हो। विक्रम सम्वत 2051 सालमा राजतन्त्र र निरङ्कुशता विरुद्ध जनताको अधिकार स्थापित गर्न भनेर एमालेलाई सबैभन्दा ठुलो दल बनाइदिएकै हो। विक्रम सम्वत 2064 सालमा सामन्ती राजतान्त्रिक र पुँजीवादी शोषणको अन्त्य गर्न उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गको मुक्ति र समान अधिकार समावेशी सङ्घीय र गणतान्त्रिक राज्य निर्माण गर्छौँ भनेर नेकपा माओवादी आउँदा पनि हामीले अत्याधिक भोट दिएर जिताएकै हो। विक्रम सम्वत 2079 मङ्सिर 4 मा पनि रवि लामिछानेले सुशासन, पारदर्शिता र जवाफदेहिता, भ्रष्टाचार नियन्त्रण गर्छौँ भन्दा पहिलो सहभागितामै चौथो ठुलो शक्ति बनाएकै हो। यसरी इतिहासलाई हेर्दा स्पष्ट के देखिन्छ भने हरेक कालखण्डमा हामी नेपाली जनता परिवर्तनको पक्षमा कहिले पनि चुकेनौँ र यसपालि पनि चुक्ने छैनौँ। मर्दाखेरि मलाई कोही तपाईहरु नआउनु है, तर मैले देश बनाउन जब तपाईहरुलाई बोलाउँछु त्यतिखेर आउनु पर्छ, त्यतिखेर आउनु पर्छ।